नेपालीले भुल्न नसकेको शुक्रबारको रात, जुन रात नेपालको राज परिवारको एकै चिहान भएको थियो। आज 25 वर्षपछि पनि त्यो 2058 साल जेठ 19 गतेको कालो रात अझै रहस्यमय, दर्दनाक नै अनुभूत हुन्छ। नेपाली जनताको बीच दरबार हत्याकाण्डमा तत्कालीन सरकारले दिएको निष्कर्ष, जसमा युवराज दिपेन्द्रलाई दोषी ठहर गरियो। तर आजको दिनसम्म जनताले पूर्ण रूपमा विश्वास गर्न सकेको छैनन्। हालको गृहमन्त्री सुदन गुरुङले के दरबार हत्याकाण्डको चित्तबुद्धो र सत्य तथ्य उजागर गरेर त्यो कहाली लाग्दो रातलाई नेपाली जनताको मनमा पुनः विराम लाउन सक्लान् त? तत्कालीन सरकारको प्रतिवेदन अनुसार विक्रम सम्वत 2058 साल जेठ 19 गते नारायण हिट्टी दरबारमा शाही परिवारको नियमित पारिवारिक जमघट भइरहेको थियो, जसमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत अन्य शाही सदस्यहरू थिए। सरकारी प्रतिवेदन अनुसार परिवारभित्र विवाहको विषयलाई लिएर विवाद भइरहेको बताइन्छ र युवराज दिपेन्द्र मदिरा र अन्य पदार्थको प्रभावमा थिए। रिपोर्टका अनुसार केही समयपछि दिपेन्द्रले स्वचालित हतियार लिएर सभाकक्षमा प्रवेश गरे र गोली चलाउन थाले। केही मिनेटमै 10 भन्दा बढी सदस्य मारिए। अन्त्यमा दिपेन्द्र स्वयं पनि गम्भीर घाइते भए। 3 दिनपछि उनको पनि मृत्यु भयो। घटनापछि तत्कालीन सरकारले उच्च स्तरीय छानबिन समिति गठन गर्यो। समितिले साक्षीहरूको बयान सङ्कलन गर्यो र निष्कर्ष स्पष्ट थियो कि हत्याकाण्डका मुख्य जिम्मेवार युवराज दिपेन्द्र नै हुन्। सरकारी प्रतिवेदनले कुनै बाह्य शक्ति वा अन्य व्यक्तिको संलग्नता पुष्टि गरेन। यही प्रतिवेदन आजसम्मको आधिकारिक निष्कर्ष बनेको छ। तर धेरै नेपालीले सरकारी प्रतिवेदनलाई पूर्ण रूपमा स्वीकार गरेनन्, जसका कारणहरू अनुसन्धान निकै छिटो सम्पन्न हुनु, धेरैले अनुसन्धान पर्याप्त गहिरो नभएको आरोप लगाए, घटनास्थलको वैज्ञानिक परीक्षणबारे प्रश्न, फरेन्सिक अनुसन्धान पर्याप्त नभएको आलोचना वर्षौँदेखि हुँदै आएको छ। धेरै कन्स्पिरेसी थ्योरीहरू पनि बनेका छन्। कसैले विदेशी गुप्तचर संस्थाको कुरा गरे, कसैले तत्कालीन राजनीतिक शक्तिको कुरा गरे, कसैले तत्कालीन राजा ज्ञानेन्द्रमाथि समेत शङ्का गरे। तर आजसम्म यी दाबीहरू पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैनन्। दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको परिवार लगभग समाप्त भयो। दिपेन्द्र कानुनी रूपमा केही दिन राजा घोषित भए पनि उनी कोमामा थिए। उनको मृत्यु भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह राजा बने। तर धेरै नेपालीले नयाँ राजालाई सहज रूपमा स्वीकार गरेनन्। यस घटनाले राज संस्थाप्रति जनविश्वासमा ठूलो असर पारेको विश्लेषण गरिन्छ। 2062-63 को जनआन्दोलनले राजतन्त्र हटाई गणतन्त्र ल्यायो। 2083 साल जेठमा पुनः गृहमन्त्री बनेका सुदन गुरुङले दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन गरी थप अनुसन्धान अघि बढाउने घोषणा गरेका छन्। उनले पुराना प्रतिवेदनहरू अध्ययन गरेर आवश्यक परे थप अनुसन्धान गरिने बताएका छन्। यो घोषणापछि नेपालभर फेरि बहस सुरु भएको छ। के नयाँ प्रमाण फेला पर्ला? के पुराना प्रश्नहरूको जवाफ मिल्ला? वा फेरि पहिलेकै निष्कर्ष पुष्टि होला? 25 वर्ष बितिसकेको छ। धेरै साक्षीहरू वृद्ध भइसकेका छन्। कतिपय प्रमाणहरू हराइसकेका हुन सक्छन्। त्यसैले सत्य पत्ता लगाउन सजिलो छैन। तर एउटा कुरा निश्चित छ, दरबार हत्याकाण्ड केवल शाही परिवारको दुःखद घटना मात्र थिएन। यसले नेपालको राजनीतिक इतिहास नै परिवर्तन गरिदियो। राज संस्थाको अन्त्यतर्फ जाने बाटो यही घटनापछि अझ तीव्र भयो। अब हेर्न बाँकी छ, 25 वर्षपछि खुल्ने भनिएको यो नयाँ अनुसन्धानले नेपाली जनताले खोजिरहेको सत्य दिन सक्छ कि सक्दैन? दरबार हत्याकाण्डबारे तपाईँ के सोच्नुहुन्छ? कमेन्टमा लेख्न नबिर्सिनुहोस्।